हजुर नमस्ते। तपाईहरुले देख्न सक्नुहुनेछ कौशल ब्लग। मैले आजदेखि यो च्यानल प्रारम्भ गरेको छु। हामी ब्लगका निमित्त कङ्कालिनी मन्दिरका निमित्त भनेर जाँदैछौँ। हामी बाटोमा तुफान तरिकाले जाँदै गर्दाखेरि अगाडि भाटभटेनीलाई क्रस गर्दै गर्दै हामी कङ्कालिनी मन्दिरका निमित्त कोशी ब्यारेजतिर जाँदैछौँ। जाँदाखेरि एउटा गाडीको तल आगोको झिल्का आउँदो रहेछ। भर्खर मैले थाहा पाएको नयाँ कुरा। अनि बाटोमा धेरै दुर्गाका पण्डालहरू बनाएका थिए भक्तजनहरूले दुर्गा पूजा गर्नका निमित्त भनेर। हामी पनि भगवतीको दर्शन गर्नका निमित्त जाँदाखेरि कोशी ब्यारेजलाई पार गर्दै गर्दै हामी कङ्कालिनी मन्दिर नजिकै पुग्दैछौँ। र जब कोशी ब्यारेजलाई पार गरेर हामी कङ्कालिनी मन्दिरमा देख्न सक्नुहुनेछ अत्याधिक सुन्दर मनमोहक दृश्य छ। म एउटा सेल्फी खिचौँ न त कस्तो आउँछु भनेर मैले एउटा सेल्फी पनि हाने। पछाडि मेरो साथी हेर्दैछन्। अनि झिलिमिली दियो राखेको रहेछ, दियोले पुरै बनाएको रहेछ, सजाएको रहेछ मजाले, तपाईले देख्न सक्नुहुनेछ। र यहाँ तपाईहरुले मेरो साथी अभिषेक, त्यस्तै गरी मन्दिरमा अभिषेक अनि त्यस्तै गरी अरू साथीहरू पनि मसँग आउनु भएको छ। र साह्रै सुन्दर भव्य यहाँको माहौलहरू तपाईले देख्न सक्नुहुनेछ। फेरि एउटा सेल्फी मजाले खिचौँ भनेको र साथीहरू पुरा भक्ति भजनमा भान्जी, डेनिस भाइ र हामी 3-4 जना कङ्कालिनी भगवतीका मन्दिर दर्शन गर्नका निमित्त गयौँ। र साह्रै सुन्दर सजाएको रहेछ। कति आनन्द, हेर्दाखेरि यस्तो आनन्द आयो, शरीरमा यस्तो शक्ति ऊर्जा आयो। ल एउटा सेल्फी खिचौँ न त भने सेल्फी पनि खिचौँ। र सेल्फी खिचिसकेपछि होइन अब ढिलो हुन्छ, बाइक स्टार्ट गरेर जाउँ भनेर गाडी स्टार्ट गरेर अब हामी आयौँ। र आउँदाखेरि इटाईमा कति राम्रो डिजिटल रहेको रहेछ, त्यसलाई पार गर्दै गर्दै हामी यता साथीको घरमा आएर आनन्दपूर्वक बस्न थाल्यौँ। राधे राधे।